हिजोदेखि तपाईँको दसैँ सुरु भयो। दसैँको हलिडे दसैँले सुरु भएको छैन, सुरु भयो। अब यस्तै गाउँ बस्ती आइसकेपछि अलिअलि कामहरू हुन्छ। र आज चाहिँ अलैँची टिप्नु पर्ने छ हाम्रो चाहिँ। अलैँची अब कति फलेको छ हेरेर चाहिँ टिपा हुन्छ। खेतला छ एक दुईजना, अन्त अरू घरकै हो। घरदेखि निकै टाढो जानुपर्छ अलैँची बारी चाहिँ। हेरौँ कति फलेको छ। बाटो चाहिँ अलिक झोडी भएछ पुरा घाँसले गर्दाखेरि। अहिले बाटो चाहिँ यस्तै छ, अलिकति अप्ठ्यारै हो। यतिको चाहिँ पारि आउँदैछ दुईजना चाहिँ, मान्छे र प्रकृति चाहिँ। लड लाग्यो लड। अलैँची त पाक्नु त पाकेको छैन, तर यो चाहिँ अलिक अर्कै डर भयो कि। अन्त चाहिँ टिपिहाल्नु छ भन्ने सल्लाह भएर चाहिँ हिजो घर आइपुगेको गान्तोकदेखि। आज चाहिँ टिपिहाल्नु हिँडिहालेको। यहाँदेखि चाहिँ हेर्नुहोस् है देन्ताम यस्तो देख्छ। देन्ताम हो, तल देन्ताम पब्लिक ग्राउन्ड, देन्ताम बजार। डोको बोक्नु लगाएको एकजनाले डोको बोक्नु सकेन। पछि दुईजना बाटै रफ छ नि त हाम्रो चाहिँ अलिकति अप्ठ्यारो। अलैँची बारी चाहिँ आइपुगेको अवस्था। तीनजनाले मात्रै त सक्ने कुरा साह्रै म चाहिँ देखिनँ। आज फल्नु त फलेको रहेछ, अलिअलि फलेको त के नि छैन रहेछ। बोट मात्रै बनाउनु पर्ने रहेछ। अलैँची त फलेको छैन रहेछ, अब बोट मात्रै बनाइराखिन्छ हो प्रकृति। हजुर यहाँनिर छ त्यस्तो स्टक। हेलो माइक स्टिक त्यसरी गरिन्छ। बुढो बोटहरू सबै सिक्नुपर्छ। अलिक फल्दैन बुढो बोटहरूको। उनीहरू चाहिँ फेरि भन्छ आउँदै गरेकोलाई राम्रो हुन्छ। भयो होइन भयो। टक्कै भएपछि त्यसरी टक्कै झोडामा हाल्यो। फेरि अर्को बोटको छाड्नु यो अलैँची चाहिँ बोट यसरी अर्को पालिको लागि पनि बनाउँदै टिप्नुपर्छ। बुझ्यो बुझेन? बुझ्यो। फल त छैन, त्यो बोट मात्रै बनाउनु होला नि। अब यो मान्छेले चाहिँ यहाँ च्याउ पत्ता लगाएको छ हौ। म चाहिँ यहाँ आएर पनि देखिनँ। ऊ तल रहेछ च्याउ चाहिँ, कन्ने च्याउ। अब गएर टिपिन्छ। कन्ने च्याउ पत्ता लगाएको छ यहाँनिर त। एक छाक त रहेछ। अब यो खाइन्छ आज। बुरा खै बुरा बुरा खै
बोरा छ नि घरतिर के खाँदैनौ खान्छु हँ खान्छु है सिँगार खाऊ यो देख्ने झन्झर खानु पर्यो नि सक्दो हुने रहेछ है जो एक च्याउ हौ या कन्ने च्याउ रहेछ कि यो चिलाउने टिपेको चिलाउनेको ठुटामा रहेछ कि एक छाक पो हुने रहेछ आमा खुसी हुने भयो अब नेक्स्ट टाइम आउँदा म यहाँ खोज्नु पर्यो त्यो पनि आउँदा ठिक छ पानी ल्याएको हो छिटो ल्याऊ छिटो त्यहाँदेखि अलिकति पखाल्छु ल म हेर यस्तो धुलै धुलो रहेछ बस पखाल्छु ल थ्याङ्क यू पानी राम्रो सबैलाई दिएर मेरो बोतल नै होस् हल्का अब चाहिँ पानी परेको अवस्था यतिको पानीमा त भिजिनु त भिजिँदैन अब त सक्ने पनि कति छैन अलैँची चाहिँ फल्नु चाहिँ फलेन अलिअलि मात्रै फलेको रहेछ यता माथि छ तलदेखि टिपेर आएको काका सुर्ती खानु हुँदैछ के त त्यो खोटी पो न त कति झरेको छ त्यो पारीको ठुलो पानी चाहिँ यहाँ आइपुग्यो भने चाहिँ मार्छ अब चाहिँ सानो चाहिँ सुहा गरेर आउँदैछ नि त्यो पारी त पानी पानी हौ कत्रो चाहिँ सुहा गरेर आउँदैछ नि त्यो चाहिँ यहाँ आयो भने चाहिँ मार्छ अब उठेर चाहिँ बोराले पनि थाम्दैन अब दसैँको बोनस पनि फलेन रहेछ कम्ती मात्रै फलेछ अब गलेको पनि अवस्था अब सक्नु त आँट्यो अब त अब अलैँची ल्याउनु आएको अब घाँस बोकेर फर्कायो भने रहेछ आज चाहिँ अलैँची त एकैजनाले बोक्नु सकिहाल्छ हल्का हल्का अब चाहिँ भारी पनि पुगेको अवस्था अरू सामानहरू चाहिँ प्रकृतिले त्यहाँ निकाल्दैछ छिटो बाटो अप्ठ्यारो भएर
अब चाहिँ 2 पनि नागेको छ, 2:30 भएको छ। भोक पनि निकै लाग्यो, निकै गल्यो पनि, भारी पनि पुग्यो, सबै काम पनि सक्यो। अब चाहिँ लाग्नु आँटेको। दसैँको फर्स्ट डे त यस्तै भयो अब गिताङमा हाम्रो त घरमा। भोलि के हुने हो, भोलिको पनि फेरि भिडियो भएछ भने बनाउने छु है। तपाईँहरू पनि एकदम दसैँ राम्रो मनाउनु होला। जति पनि यो मेरो भिडियो हेर्नु हुने सम्पूर्ण साथीहरूलाई 2025 दसैँको हार्दिक मङ्गलमय शुभकामना है। अनि तपाईँ दसैँ राम्रो मनाउनुहोस्, एकदम सेफली मनाउनुहोस्। अनि त्यति भन्दै फेरि अर्को भिडियोमा भेट्नेछौँ हामी है। र आजको यो भिडियो चाहिँ यहीँनिर राख्न चाहन्छु। धन्यवाद।